जति पनि नेपाली दाजुभाइ जति पनि हुनुहुन्छ यो साइप्रसमा हामीले के चाहिँ सोच्नुपर्छ भने हाम्रो देश चाहिँ होइन यो, हामी अलिकति सचेत रहनुपर्छ। यहाँको नियम कानुन यो चाहिँ फ्रिडम कन्ट्री हो हुन त, तर त्यस कारणले गर्दाखेरि नि होला सायद हामी अलिकति चाहिँ हामी नेपाली हुन्छ अलि लापरवाही टाइपको चाहिँ स्वयं म आफैले पनि अब गरे जस्तो फिल चाहिँ हुन्छ क्या। हो। हामी अलिकति अब नेपाली भनिसकेपछि हामी एक किसिमले नेपालीहरूलाई बहादुर पनि भन्छ होइन, गोर्खे बहादुरहरू पनि हो। त्यसैले गर्दाखेरि अलिकति त्यसलाई फलो गर्नुपर्छ हामीले भन्ने सोच चाहिँ जहिले पनि आफूले राख्नु। यसमा चाहिँ सन्डेको दिनमा यहाँ चाहिँ एकदम विशेष गरी नेपालीहरू धेरै भेला हुने। वसन्त ऋतुको आगमन सँगसँगै होइन, अहिले त पुरा मुना पुरा पलाइरहेको छ, यो पुरा रुखहरूमा पनि मजाले फुलहरू खेलिरहेको छ। पुरानो पातहरू चाहिँ झर्दैछ भने नयाँ पातहरू अहिले भर्खरै आउँदैछ। हेलो एभ्रिवान, नमस्ते सम्पूर्णलाई। इट्स मी डोमु छेत्री। मेरो साथमा सेफ अर्जुन हुनुहुन्छ र हामी साथमा पनि आएको साइप्रस। अहिले हामी लिमासोलमा छौँ र यहाँको यो साइप्रसको लिमासोल चाहिँ कस्तो लाग्यो हामी त्यस विषयमा हामीले सानो छलफल गर्नेछौँ। स्वागत छ हजुरलाई। धन्यवाद। अनि हजुरलाई जुन हामी यहाँ लिमासोलमा बसिरहेको छौँ यो पछाडिको यो पार्कमा हमेसा आयो पनि रहन्छौँ, अनि यो पार्क चाहिँ हजुरलाई कस्तो लाग्यो? एकदमै ठिक छ, राम्रो छ, एकदमै हरियाली मौसम, यहाँको इन्भाइरोमेन्ट असाध्यै राम्रो। अहिले त एकदमै वसन्त ऋतुको आगमन सँगसँगै होइन, अहिले त पुरा मुना पुरा पलाइरहेको छ, यो पुरा रुखहरूमा पनि मजाले फुलहरू खेलिरहेको छ। पुरानो पातहरू चाहिँ झर्दैछ भने नयाँ पातहरू अहिले भर्खरै आउँदैछ, एकदमै राम्रो छ। अनि यसमा चाहिँ सन्डेको दिनमा यहाँ चाहिँ एकदम विशेष गरी नेपालीहरू धेरै भेला हुने गर्नुहुन्छ र यसमा चाहिँ तपाईँहरूलाई कतिपय कस्ता कस्ता अनेक थरीका मान्छेहरू हुन्छन्, त्यसमध्येमा चाहिँ जुन मान्छेहरूले अब कस्ता कस्ता भिजन लिएर यो ठाउँमा आउँदा राम्रो हुन्छ जस्तो लाग्छ? अब पहिलो कुरो त हामी आफ्नो देश छोडेर के गर्न आएको छौँ भन्ने कुरामा अर्थ राख्छ जस्तो लाग्छ मलाई होइन। अब आफ्नो लक्ष्य के हो त, त्यो आफ्नो टार्गेटलाई चाहिँ एचिभ गर्ने हो हामीले। आफ्नो टार्गेट सँगसँगै अब खाली एउटा खाली समयमा चाहिँ आफ्नो यसो साथीभाइ भेटघाट, साथीभाइसँगको एउटा जक्सन भनौँ न, यो चाहिँ त्यो जक्सनको रूपमा नै देखेँ मैले चाहिँ आएको 6-7 महिनाको अन्तरालमा। मलाई पनि यस मलस पार्कमा आउँदाखेरि एकदम रमाइलो फिल चाहिँ हुन्छ होइन। सबै नेपाली दाजुभाइहरू सबैजना हुनुहुन्छ र खुसी पनि लाग्छ र कतिपय देख्दाखेरि चाहिँ यसो नगरिदिए हुन्थ्यो जस्तो लाग्ने कि है। एकदमै त्यो अब मान्छे तपाईँमा अलिकति फरकै गुण छ, ममा फरकै होला होइन। मान्छे व्यक्ति पछि आफ्नो आफ्नो गुणहरू आफ्नो आफ्नो उयो हुन्छ नि त। त्यसैले गर्दाखेरि जति पनि नेपाली दाजुभाइ जति पनि हुनुहुन्छ यो साइप्रसमा, हामीले के चाहिँ सोच्नुपर्छ भने हाम्रो देश चाहिँ होइन यो, हामी अलिकति सचेत रहनुपर्छ। यहाँको नियम कानुन के छ त्यसलाई फलो गर्नुपर्छ हामीले भन्ने सोच चाहिँ जहिले पनि आफूले राख्नुपर्छ भन्ने मलाई लाग्छ अर्काको देशमा। मलाई पनि त्यस्तै लाग्छ कि कस्तो भन्दाखेरि अब जस्तो अब फलो हामीले प्रायः लगभग यो चाहिँ फ्रिडम कन्ट्री हो हुन त, तर त्यस कारणले गर्दाखेरि नि होला सायद हामी अलिकति चाहिँ हामी नेपाली हुन्छ अलि लापरवाही टाइपको चाहिँ स्वयं म आफैले पनि अब गरे जस्तो फिल चाहिँ हुन्छ क्या। हो। हामी अलिकति अब नेपाली भनिसकेपछि हामी एक किसिमले नेपालीहरूलाई बहादुर पनि भन्छ होइन, गोर्खे बहादुरहरू पनि हो। त्यसैले गर्दाखेरि अलिकति जङ्गी खालको अलिकति स्वभावै हो नेपाली भइसकेपछि। तर त्यसलाई चाहिँ अलिकति कन्ट्रोल गरेर आफूले कतिसम्म कन्ट्रोल गर्न सकिन्छ, आफू कतिसम्म सहनशीलता हुन सकिन्छ। सहनशीलता नै सबैभन्दा ठुलो कुरा हुन्छ एउटा मानव जीवनमा। त्यसैले गर्दा आफू सहनशील रहनु नै उचित लाग्छ मलाई चाहिँ। मलाई चाहिँ कहिलेकाहीँ यस्तो लाग्छ कि अब बहादुर नेपालीको शिर कहिले झुक्दैन भन्ने जस्तो फिल हुन्छ क्या, जस्तो पनि लाग्छ। तर त्यो चिज चाहिँ बेकार हो होइन। नियम कानुनलाई सबैले फलो गर्नुपर्छ, नगरिकन हामीलाई परदेशको ठाउँमा गाह्रै हुन्छ होइन। तर यो पार्क चाहिँ एकदम राम्रो छ र उहाँको एकदम मिठास यो भोइस पनि छ, उहाँले गीत गाउनु भएको पनि छ। उहाँको गानालाई चाहिँ साथ सपोर्ट गर्नु होला र सबैजनाले माथि पुर्याइदिनु होला, सुनेर साथ दिनु होला।